हेलो गाइज नमस्ते। आज गुड न्युज रहेको छ। सन्दीप लामिछाने EU T20 बेल्जियममा राइज रेड लायन टिमबाट अनुबन्ध भएका छन्। उनी 21,000 पाउन्डमा नाम दर्ता गराएका थिए, तर उनलाई खरिद ड्राफ्ट सिस्टमबाट गरिसकेको छ। सन्दीप लामिछानेको टिममा क्रिस लिन, शोएब मलिक, न्युजिल्यान्डको कोरी भन्ने ठुल्ठुला खेलाडीहरू पनि रहेका छन्। आउँदो मे 29 तारिकबाट सुरु हुन गइरहेको छ। आशा सन्दीपका फ्यानहरू तल कमेन्टमा लेख्नुहोला। जय सन्दीप। नेपालको केटो अब इङ्ल्यान्डमा पनि देखाउने भयो। कति विकेट लिएन त फर्स्ट म्याचमा सन्दीप लामिछाने। उता दिपेन्द्र सिंह ऐरी पनि अब यही मार्च 25-26 तारिकबाट पाकिस्तान इस्लामाबाद युनाइटेडबाट खेल्नेवाला छन्। अहिले दिपेन्द्र सिंह ऐरीको फर्म पनि एकदम बेस्ट रहेको छ। T20 वर्ल्ड कपमा पनि त्यत्रो राम्रो प्रदर्शन गरे। अहिले फेरि KPLमा 83 रन, फाइनलमा 69 रन हानेका छन्। उत्कृष्ट अलराउन्डर। अहिले भर्खरै T20 वर्ल्ड कपको अलराउन्डर ICCले र्याङ्किङ निकालेको छ। त्यसमा फेरि पनि दिपेन्द्र सिंह ऐरी 4 नम्बरमै रहेका छन्। फर्स्टमा सिकन्दर राजा, दोस्रोमा हार्दिक पाण्ड्या, तेस्रोमा सैम अयुब पाकिस्तानको, चौथोमा फेरि पनि नेपालको नाम रोशन गरेका छन् दिपेन्द्र सिंह ऐरीले। मान्नै पर्छ, दिपेन्द्र सिंह ऐरी बेस्ट अलराउन्डर छन्। ल, दिपेन्द्र सिंह ऐरीलाई फलो गर्नुहुने सबैले लाइक कमेन्ट गर्नुहोला। साथै सन्दीप लामिछाने लेख्नुहोला सन्दीपका फ्यानहरूले। धन्यवाद। ल।